यो एभ्रिवन गाइज फर्स्ट अफ अल गुड मर्निङ एन्ड नमस्ते। आजको सुरुवात चाहिँ बिहान 5 बजेबाट भइरहेको छ। आज न्यू ब्लग कलेज गएको, कलेज वीरेन्द्र क्याम्पस जान लाग्यो हामी चाहिँ साथी र म। अहिले चाहिँ सुनसान कोही छैन, म एक्लै बाटोमा हिँडिरहेको छु। साथी घर जान लाग्यो। ट्याक्कै कति बज्यो भन्दाखेरि 5 बजे। म चाहिँ 4:40मा उठेको, अहिले चाहिँ 5 बज्यो। अब चाहिँ चट्ट साथीलाई गएर बोलाउँछु। साथीलाई बोलाएर बेसी गएर म्याजिक चलेर गएर पढ्न जान्छु। कस्तो छ कलेज, कस्तो छ अवस्था सब देखाउँछु गाइज हजुरलाई। ल हेलो गाइज, वेलकम टु माई न्यू भ्लग होइन। आज चाहिँ मर्निङमा बिहान हामी चाहिँ दुईजना भएर यसो घुमघाम गर्न जाँदैछौँ। कस्तो हुन्छ अगाडि के हुँदैछ तपाईँहरूलाई चाहिँ अगाडिको सिन देखाइहाल्नेछु। अहिले चाहिँ टक्क हामी म्याजिकको लागि चाहिँ घरबाट बाहिर निक्लेको। अब म्याजिक कुरेर यहाँबाट चाहिँ लाग्ने हो। अगाडि चाहिँ यस्तो छ सिन, मर्निङको सिन। ओहो बवाल छ जी। कम जाडो भयो हामीलाई। त्यही माथि रुगा लगाएर यहाँ पागल होला जस्तो भयो, मास्क लगाएर हिँड्नु पर्ने बनाखा। आज सबभन्दा छिटो होइन। आज बिहान 5 बजे उठाएर हिँड्नाले यसले। गाइज आज चाहिँ हामी फाइनली कलेज आएर पनि अब फर्किन लाग्यो। साथीहरू अब कलेज आयो, त्यसपछि चल्दिन लाग्यो। हामी चाहिँ 2 घन्टाभन्दा पढेनौँ, पढ्न पनि चाहँदैनौँ 2 घन्टाभन्दा धेरै। के अरे कति अरे मन्थली फिस? मन्थली सन्थली भर्ना एडमिसन जम्मै इन्क्लुड गरेर तेरो 15.5। मेरो चाहिँ कति 14.5 के 14। ओए दुध देखाएको 14। हाम्रो चाहिँ यो हाम्रो क्याम्पस चाहिँ कुन रे? वीरेन्द्र मल्टिपल बहुमुखी क्याम्पस हो। ल ठिक छ, अब चाहिँ हामी निक्लिँदैछौँ किनभने लाज लाग्छ। ल ओए हात झेप्दै लास्ट गर्छ त्यहाँ। अब चाहिँ हामी लिफबाट चढेर घरतिर जानु लाग्यो। घरतिर जाने हो त होइन, हामी दुईजना म त्यस्तो गराउँछ लिफ्ट टक्क पङ्खा लगाइदिएपछि मजा आयो तल आज। तर तलमाथि झर्दैन कि लिफ्टमा घरि फिर्तमा गइदियो फेरि ऐना पनि देख्नु। ओए ऐनामा देखिँदो रहेछ त। ल म्याकेडक्स ओए ओए रन्डीको झर 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 लाइटै मोड्छ त यार। झर चढेको भनेको त्यही अड्केको थिएन, झन्डै पागल भइरहेको ठाउँको भनेको लिफे अड्किरहेको के एउटा टिकटक बनाएर हाल्छ त लौ रन्डी भन्दै त्यस्तै हो। हाम्रो पनि रफ शब्द त गयो, तर कम्प्रोमाइज गर्नुहोस् होला। जाने रामभित्र जान्न जान आइज हामी भित्र जान्छौँ गाइज। ल गाइज अहिले चाहिँ हामी एटिएम जान लाग्यो। फ्रेस भएर चिया खाएर पनि निकिता र म अब चाहिँ एटिएम गएर पैसा निकालेर एकजनालाई दिनु छ। त्यसपछि अब बल्ल हुन्छ अरे खान्छस्। बिहान केक मान्छेले केक खाँदैन, यसले बिहान केक खाने रे। बाफ रे बाफ। तर म चाहिँ एउटा मुखबान भिडियो बनाउनु पर्छ क्या। अब 100 को के 100 को 1 पिस नो नो नो। अब चाहिँ हामी मुखबान भिडियो पनि बनाउँछौँ, एकदम इन्टरटेनमेन्ट होला। एटिएम गएर सर पैसा निकालेर देखाउँछौँ है गाइस। चाहिँ म चट्ट बाइक बनाउन लागेको, अवस्था यस्तो छ। म चाहिँ गाइड बाइक बनाउने पैसा सुनेर साईको भएर खाजा नआइदिएको। टक्क खाजा सेट लास्टै महँगो भनेर 25,000 जति भनेको बिल। त्यति चाहिँ मैले अहिले गाह्रै परेको कि 25,000 भनेको बिल बाइक बनाएको मात्रै। के गर्ने भएर अब खाजा नआइदिएको। अब एकछिनमा घर गएर के हुन्छ त्यही कुरा गरेर हुन्छ। यो एभ्रिवन गाइज अहिले चाहिँ हामी टक्क बुढाबुढी मिलेर कहाँ जानु लाग्यो भन्दाखेरि माछा किन्न जानु लाग्यो। अनि त्यो भ्लगमा चाहिँ मैले द एन्ड पनि गरेको छैन। आज चाहिँ नेक्स्ट डे आज चाहिँ। अनि त्यसपछि अहिले माछा लिन जान्छौँ। अनि बाइक कति के लायो भने चाहिँ पागल हुन्छ। 26,500 अरे बाइक बनाएको त। त्यतिमा म सक्दिनँ बनाउन भनेर हस्त नमस्ते भनेर बाइक जस्तो त्यस्तै लिएर आएर त्यसपछि अनि अर्को साथी छ, साथीकोमा बनाउनु लाग्यो। साथीले चाहिँ मिलाएर गरिदिनु अझै टक्क सुन्तला अर्ग्यानिक गाउँको हामी दुईजना मिलेर
जान्लाको अर्ग्यानिक सुन्तला अहिले चाहिँ चट्ट तातो तातो माछा बनाएर खानुपर्छ बदम सदम सब छ क्या गाई चट्ट भएर मौसम गएर आएको म चाहिँ गएन आई डोन्ट लाइक मौसम 2 गते जाने कि फेरि 2 गते 2 गते हाम्रो सबिन राई आउँदाखेरि त यो चाहिँ हाम्रो सन्तोष आमाको घर अवस्था गम्भीर साइकल फालेर बसेको छ लास्ट केही थाहा छैन हामी आएको भनेर पनि थाहा छैन है गाइस अहिले चाहिँ हामी मस्त के भयो ओहो मलाई देख्यो है गाइजहरूले के को मासु हो त नि खुर्सानी लान पर्यो है 6-7 वटा ल त्यस्तो के खाएको कति गोरो देखाएको यार आइफोनमा यार थेट कति गोरो देखाएको थेट है यस्तो गोरो देखा हुन्छ बदम खाएर चाहिँ एकदम चट्ट बारेमा टटरे प्रिन्सेस हात्ती गैडा आइब्रोमा लाग्यो है दाँत देखाइदियो यसको दाँत र मेरो दाँत सेम भएको छ गाइस गाइस हामीले के खाइदिएको भन्दै लप्सी हामी चाहिँ 1.5 किलो मासु माछा 1.5 किलो माछा ल्याएर चाहिँ 4 जनाले मस्त बनाएर खाइन्छ गाइस मासु टमेटो चाट त्यसपछि हामीले के खाएको लप्सी थोरै खाएको धेरै खाएन अनि यो र म पाएँ हम लप्सी देखेको फिलहालमा मसँग 3टा मात्र छ खाने हो आउनु त कहाँ लागेर चाहिँ म वर्ष राउला हेरेर आएको भिडियोमा भन्दा रियलमा राम्रो लाग्यो के अरे भिडियोहरूमा भन्दा रियलमा राम्रो लाग्यो त्यसको मङ्सिरको 12 गते फिल्म चल्छ त्यसको अब स्टार्टिङ फिल्म ल ठिक छ फिल्म हुन्छ नि त कुन फिल्म त्यही वर्ष राउलको नाम के भयो मात्र बनाएको 100% चितवनहरू बनाएको 100% चितवन भयो हामी पनि गइन्छ हेरिन्छ डाइरेक्टर चितवनको अरे ल लेडिज ल अब चाहिँ हामी गरे कस्तो लाग्यो न डाइरेक्टर लेडिज कस्तो रे म जस्तो टाइप ल त्यो खा तर मुख उस नगरे त ल अमिल नगरे त ल के दिन्छ 50 रुपियाँ पाए 5 मिनट कोही खान्छ है गाइस कति चाहिएको थियो तँलाई 500 रुपियाँ दिन्छ नि भर्खर आइजो 500 रुपियाँ त काँचो हुन जाने हो र 200 रुपियाँ के 200 रुपियाँ दिन्छ नि 200 रुपियाँ छैन 1 रुपियाँ छैन गाइसमा केटीहरूको लागि के हो थाहा गाइस हजुर केटीहरूको लागि के हो रे फेभरेट डिस अमिलो फेभरेट तर यो अमिलो चाहिँ लप्सी हो तर खाइदिन्छु सबैले नि गाइस के खाने रे अहिले खाइदिए अहिले मेरो पनि दाँत कस्तो चिरन्छ लप्सी गऱ्यो मम्मीले अचार यस्तो मिठो बनाउँछ एकैछिन ल्याएर 2टा बनायो एकैछिन सकिन्छ मैले खाएर है कहिले खान्छ रे मेरो कता क्या मेरो के हो यो होइन रहँदैन मेरो चाहिँ बाइक बनेपछि यस्तो दामी बनाएको अगाडिको सामान सब चाहिँ हेडलाइट मिटर भाइजर त्यसपछि के बाइक कहाँ बाइक ग्यारेजमा सब A to Z चेन्ज यहाँ के उता ब्याक टेलदेखि सब पाङ्रा टायर सायर सब A to Z चेन्ज के यहाँ के हो अघि नै सुत्छ हाम्रो एकदम छिटो बिहान छिटो बेलुका छिटो अमिलमा खाने तँलाई भयो होला के भयो खाने अरे अमिलमा खाने तँलाई किन भएन त
यो र म कल खगाइछ हो त कि बच्चाहरू मेरो कपालको कलर चाहिँ खतरा खायो गाइस यो बाटो हिँड्यो भने जहिले हजार पैसा भेटाउँछ पैसा ए अघि हामीले 20 रुपियाँ भेटेको साथी त्यो 20 रुपियाँ युज गरेँ बुझ्नु लप्सिक्नु हामी जहिलेबाट हिँड्यो भने 20-25 रुपियाँ अब धेरै पैसा भेटायो भने त दिनुहुन्थ्यो रिटर्न अब 20-30 रुपियाँ पनि के हिसाब गर्ने भनेर देखाएन नि हामी मैले अस्ति 30 रुपियाँ भेटाएको 30 रुपियाँ मैले अहिलेसम्म कति भेटाएको भन्दै तिमीले अस्ति सुल्टीको खोल भनेर ससिमले खुर्ती सुल्टीको खोल भनेर 500 रुपियाँ भेटायो त्यतिखेर चाहिँ अनि मैले फेरि बाटो अगाडि 1000 रुपियाँ भेटाएको त्यही हो मैले फेरि 1000 रुपियाँ चाहिँ त्यस्तो 1000 चाहिँ कति भेटेँ तर के भन्छ नि अब आफ्नो पनि जाने रहेछ ल अब चाहिँ घर आयो मैले एकछिनमा भेटौँ न कहीँ ल मैले चाहिँ भ्लग एन्ड गर्न लाग्यो सबै देख्नुभयो होला मैले के भइरहेको मेरो अवस्था अहिले गम्भीर भइरहेको छ अब चाहिँ म भ्लग एन्ड गर्छु अब नेक्स्ट भ्लगमा भेटौँ ल अब अर्को भ्लग मुखबान हुन्छ कि के हुन्छ यो भिडियोलाई चाहिँ सबैले माया गरिदिनु सेयर